काठमाडौँको सत्ता र शक्तिको केन्द्रमा अचानक एउटा यस्तो रहस्यमय घटना घट्छ जसले नेपालका प्रमुख राजनीतिक दलहरू, मिडिया हाउस र सुरक्षा निकायलाई एकैपटक तरङ्गित बनाइदिन्छ। सोमबार बिहान देशका 3वटा ठूला प्रभावशाली सञ्चार माध्यमहरू कान्तिपुर टेलिभिजन, अनलाइन खबर र हिमालयन टेलिभिजनको मूल गेट ठ्याक्कै थुनिने गरी शङ्कास्पद गाडीहरू पार्किङ गरिएको भेटिन्छन्। यति मात्र होइन, नेपाली काङ्ग्रेसका प्रभावशाली नेता तथा प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापाको निज निवास अगाडि पनि यसरी नै रहस्यमय ढङ्गले गाडी तेर्साइन्छ। आखिर कसको थियो त त्यो गाडी? कसको इसारामा देशको चौथो अङ्ग र शीर्ष नेताको ढोका थुन्ने गरी हरकत गरियो? यस पछाडिको राजनीतिक खेल के हो? आउनुहोस् यसको भित्री सत्यता केलाउँ। यो घटना सडकमा ठाउँ नपाएर गरिएको साधारण अव्यवस्थित पार्किङ हुँदै होइन। यसलाई लिएर एमालेका महासचिव शङ्कर पोखरेलले सिधै फेसबुकमा कडा प्रतिक्रिया दिँदै लेखे, विनाशकाललाई विपरीत बुद्धि। पोखरेलको विश्लेषण अनुसार सञ्चार प्रतिष्ठानको बाटो छेक्ने गरी गरिएको यो पार्किङ सञ्चार माध्यम र समाजलाई मनोवैज्ञानिक दबावमा राख्न र भयभीत बनाउन र नियोजित रूपमा रचिएको प्रपञ्च हो। उता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तत्कालै विज्ञप्ति जारी गर्दै यसको कडा भर्त्सना गरेको छ। महामन्त्री विपिन कुमार आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, राज्यको चौथो अङ्गमाथि यसरी मनोवैज्ञानिक दबाव सिर्जना गर्नु लोकतान्त्रिक मूल्य र मान्यता विपरीत छ। रासोपाले यसलाई प्रेस स्वतन्त्रता हनन गर्ने र सञ्चार गृहमा त्रासको वातावरण सिर्जना गर्ने सङ्कुचित प्रवृत्तिको रूपमा अर्थ्याउँदै गृह मन्त्रालय र सुरक्षा निकायसँग तत्काल निष्पक्ष छानबिनको माग गरेको छ। यो घटना केवल राजनीतिक विज्ञप्तिमा मात्र सीमित रहेन, सिधै संसदको कानुन, न्याय तथा मानव अधिकार समितिमा पुग्यो। नेपाली काङ्ग्रेसकी सांसद गीता गुरुङले यसको सिधै औँला सरकारतिर ठडाइन्। उनले गम्भीर आरोप लगाउँदै भने राज्यलाई जवाबदेही बनाउन खोज्दा र नागरिकको आवाज सडकबाट सार्वजनिक गर्दा सरकारले आफैले सञ्चार गृहहरूमाथि निगरानी राख्न शङ्कास्पद गाडी पठाएको छ। यो आरोपलाई बल पुर्याउने गरी राष्ट्रसभाका पूर्व मन्त्री मुकुल ढकालले फेसबुकमा झन् कडा र व्यङ्ग्यात्मक टिप्पणी गरे। ढकालको दाबी छ, अव्यवस्थित पार्किङको पीडा कस्तो हुन्छ भनी बुझाउन सरकारले आफै मिडिया हाउस अगाडि गाडी पार्क गरेर साङ्केतिक विरोध गरेको। उनले थप कटाक्ष गर्दै सरकारलाई अर्को कदम चाल्न चुनौती दिए। अब सुकुम्बासीको पीडा बुझ्न केही दिन कुनै मन्त्रीका सन्तानलाई सुकुम्बासी बस्तीमा बस्न दिउँ, तब मात्र मन्त्री परिषदले वास्तविक अनुभूति गर्नेछ। नेपाली राजनीतिको गहिरो विश्लेषण गर्ने पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यो घटनालाई सामान्य रूपमा नलिन चेतावनी दिएका छन्। उनले फेसबुक मार्फत भनेका छन्, सञ्चार माध्यम प्रतिपक्षी दलका नेताको निवास र व्यावसायिक कार्यस्थलमा गाडी नियोजित रूपले शङ्कास्पद गाडीहरू तेर्स्याउनु देशको लागि, लोकतान्त्रिक स्थिरताका लागि शुभ सङ्केत होइन। भट्टराईले दुईटा पाटोलाई अगाडि सारेका छन्। पहिलो, यदि यो हरकत सरकारले आफै गरेको हो भने यो सरासर लोकतन्त्रको घाँटी रेट्ने दुष्प्रयत्न हो जसको विरुद्ध सबै एकजुट हुनुपर्छ। दोस्रो, यदि यो नयाँ निर्वाचित सरकारलाई बदनाम गराउन र दलहरूबीच दूरी बढाउन यदि कुनै अदृश्य शक्तिले धमिलो पानीमा माछा मार्ने प्रपञ्च गरेको हो भने यसलाई बेनकाब गर्न जरुरी छ। देशले लोकतान्त्रिक स्थिरता, सुशासन र समृद्धि खोजिरहेको बेला पुनः राजनीतिक द्वन्द्व र अस्थिरताका बादलहरू मडालिन थाल्नु जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रका लागि एउटा पक्कै पनि राम्रो सन्देश होइन। चौतर्फी दबाव र विवाद बढेपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक्सन त लियो। सञ्चार माध्यमका गेट र सडक अवरुद्ध पार्ने त्यस्ता 14वटा शङ्कास्पद गाडीहरूलाई ट्राफिक प्रहरीले क्रेनकै सहायताले हटाएर कारबाहीको चिट त काट्यो र केही गाडीहरू जरिमाना गराएर चालकको जिम्मा लगायो। तर अचम्मको कुरा, कारबाही त भयो, जरिमाना पनि काटियो, तर गाडीहरू ठ्याक्कै कसका थिए र कसको निर्देशनमा त्यसरी संवेदनशील स्थानहरूमा एकैसाथ राखिएका थिए भन्ने कुराको मुख्य रहस्य र वास्तविक षड्यन्त्र अझै बाहिर आउन सकेको छैन। एउटा लोकतान्त्रिक मुलुकमा सञ्चार माध्यमको गेट थुन्नु, प्रतिपक्षी दलको नेताको घर घेर्नु र व्यवसायलाई तर्साउने प्रयास गर्नु कुनै सामान्य हेलचक्राइ हुन सक्दैन। यो प्रेस स्वतन्त्रता र स्वतन्त्र नागरिक अभिव्यक्तिमाथिको नाङ्गो हस्तक्षेप हो। सरकारले केवल ट्राफिक चिट काटेर यस घटनालाई मत्थर पार्न मिल्दैन। यो घटना पछाडिको कुन अदृश्य शक्ति वा गिरोह सक्रिय छ, यसको निष्पक्ष छानबिन गरेर सरकारले जनता र मिडिया सामु यथार्थ ल्याउनै पर्छ। अनि तपाईँहरूलाई के लाग्छ, मिडिया हाउस र नेता गगन थापाको घर अगाडि कसले र किन तेर्साई रहस्यमय गाडीहरू? के यो साँच्चीकै सरकारकै मौन इसारामा भएको वा यसको पछाडि कुनै अदृश्य शक्तिको हात छ? आफ्नो स्पष्ट विचार तल कमेन्ट बक्समा पक्कै पनि लेख्नु होला र प्रेस स्वतन्त्रता र लोकतन्त्रको पक्षमा उठाएको विशेष विश्लेषणलाई धेरैभन्दा धेरै सेयर गरेर सबैमाझ पुर्याउनु होला। धन्यवाद, नमस्ते।